आजको दिन एकदमै वियोगको दिन र बिछोड भएको दिन। आज हाम्रो श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदाय अन्तर्गत रहेको यस धर्मका गुरु श्री प्राणनाथजी महाराजको धाम गमन भएको दिन। आजको दिन हामीले विरहका विभिन्न प्रकरणहरू गाएर उहाँलाई सम्झिएर बिताउँछौँ र आज हामी व्रत पनि बस्ने गर्छौँ र त्यसका लागि मैले आज बिहानैदेखि सरसफाइ गरी नुहाइ गरी आफ्ना नित्य कर्महरू गरी राजीका वस्त्रहरू पहिराई राजीलाई। र आज हुन त तिथि भएको परेको कारणले गर्दा सेतो वस्त्र लगाइदिनु पर्थ्यो, तर पनि मसँग सेतो वस्त्र नभएको कारणले गर्दाखेरि मैले चाहिँ आज चोखो वस्त्रहरू लगाई राजीको सेवा पूजा गरेँ र मैले जानेको जस्तो मैले जे जानेछु त्यही गर्दैछु। राजी जे पुरा हुँदैछ बिस्तारै गर्नेछु र मैले पक्कै पनि अर्को पल्टसम्म सेतो वस्त्रको चाहिँ व्यवस्था गरेर सेतो वस्त्र लगाउनेछु जस्तो मलाई महसुस भएको छ। अहिले चाहिँ मैले पुरा गर्न नसक्दाखेरि राजेसँग क्षमा याचना गरी मैले आरती पनि गरेँ र आज मैले घरमा सेवा पूजा गरेँ। आज सबै सरसफाइ गरेँ, तल माथि सबै। मेरो घर काठकै भए पनि ठुलो घर छ हैन, 9वटा कोठा छन् मेरो घरमा, त्यही भएर म पसिनाले पुरै भिजेको छु। त्यसपछि मैले त्यो अर्को जुन फेरेको राजीको वस्त्र छ त्यो धोइ पखाली गरेर एकैपल्ट चाहिँ यो काम पनि सिद्ध्याएँ। त्यसपछि म आरती लिएर आज राजीको हेर्नुहोस् मन्दिरमा यस्तो वस्त्र लगाइदिनुपर्छ आज राजी श्यामाजीलाई, तर म कहाँ चाहिँ उपलब्ध नभएको कारणले गर्दाखेरि म सबैकोमा हुन्छ तर मैले चाहिँ सिलाएको छैन र म पक्कै पनि अब छिट्टै सिलाउने छु त्यो वस्त्र पनि। र त्यसपछि हामीले आरती गऱ्यौँ, विभिन्न प्रकरणहरू मेहेर सागर पाठहरू नित्य पाठहरू, त्यसपछि विरहका प्रकरणहरू विरहमा आज डुबेर आज हामी एकदमै दुखित भएको दिन, हाम्रो गुरुलाई गुमाएको दिन। त्यही भएर हामी चाहिँ आज विरहका प्रकरणहरू गाउँछौँ र विभिन्न नित्य पाठ गरेर हामीले राजीको सेवा पूजा गरी हाम्रो यहाँ माथि हेर्नुहोस् त यी लेखिएका बाणीहरू पनि हाम्रो सबै हाम्रो गुरुको र हाम्रो ग्रन्थबाट लिएका यी चौपाईहरू हुन्। यी चौपाईहरू हाम्रो हामीले सदैव पाठ गरिरहनुपर्छ। त्यसपछि हामीले आरती गऱ्यौँ। आज आरती गरेर आज कसैले चाहिँ हिजोदेखि सुरु गर्नुभयो भने हामीले चाहिँ आजबाट सुरु गऱ्यौँ व्रत र आज चाहिँ दिनभरि व्रत बसेर भोलि हामीले वित्तक साहेब भोलिदेखि सुरु हुने भएको कारणले गर्दाखेरि फुल चढाई त्यस पछाडि हामी बल्ल हामीले अन्न ग्रहण गर्नेछौँ। र राजीको आरती गर्दाखेरि मैले चाहिँ अब कोही पनि नहुनुभएको कारणले गर्दा दोस्रो आरती बोल्दाखेरि एकपल्ट क्यामेरामा कैद गरेँ यो आरतीको, किनभने यो आरतीको आनन्द हजुरहरू पनि सम्पूर्ण लिनुहोस् भनेर मैले यो आरती पनि एकछिन क्याप्चर गरेँ। र हजुरहरू सम्पूर्णलाई पनि प्रणाम। र यसपछि आरती गरेपछि हामीले परिक्रमा गर्छौँ र हाम्रो झन्डाको पनि परिक्रमा गर्ने गरेका छौँ हामीले। र हाम्रो सबै सुन्दर साथ हामी थोरै गर्दै छौँ, त्यही पनि हामी यस्ता मेला पारायण सबैमा हामी जम्मा हुन्छौँ र जति छौँ त्यसमै हामीले राजीका सेवा पूजा, किनभने हामीले छोड्यौँ भने